माननीय उपेन्द्र यादव समय 6 मिनेट, त्यसपछि माननीय मोहन बहादुर बस्नेत। सम्माननीय सभामुख महोदय, यो नीति कार्यक्रम वास्तवमा यो कहिले कहाँबाट सुरु भएर राजा महाराजाको पालादेखि सुरु भएर त्यसलाई कामरेडहरूले पनि धाने हो। नभए यसको त मलाई लाग्छ कुनै जरुरी र औचित्य नै छैन। औचित्य त्यस मानेमा पनि छैन भन्ने लाग्छ के भने यसले के गर्नु, यो बुकलेट बाँड्ने अनि यहाँ टीका टिप्पणी बाहेक हुनेवाला के छ र यसको औचित्य के छ? बाँकी केही पनि छैन। र यो कुरा अब बजेटले सपोर्ट केही गर्ला केही नगर्ला, तर यो हेरेर बजेट बनाउने बेला पनि होइन। बजेट उता अर्कै बाटोमा गइसक्यो। तथापि पनि कर्मकाण्डमै भए पनि सरकारले ल्याएको अलिक ल्याउँदाखेरि सरकारले आफ्ना नीतिहरू राख्ने हो र यसको नीतिगत आधारमा हेर्दाखेरि पहिले नीतिगत दृष्टिकोणबाट हेर्दा एक ठाउँमा समाजवाद उन्मुख भन्ने शब्द प्रयोग भएको छ, तर समष्टिगत रूपमा यो नीति र कार्यक्रम पढ्दाखेरि यसको उद्देश्य र गन्तव्य नव उदारवाद तर्फ छ। नव उदारवाद र समाजवाद एक अर्काका विपरीत कुरा हुन् र त्यसैले चाहिँ के हो भन्दाखेरि समाजवाद उन्मुख भएको भए उपभोक्ता वर्ग, गरिब, किसान, मजदुर, यहाँहरूले भन्दै गर्न आउनको सर्वहारा, निम्न वर्गका जनताहरू, आदिवासी जनजातिहरू, मधेसीहरू, अल्पसंख्यक समुदायहरू, दलितहरू, महिलाहरू, विपन्न वर्गहरूको ती वर्गहरूलाई केन्द्रमा राखेर नीति तय गरेको भए त्यो वास्तवमा समाजवाद उन्मुख हुने थियो। तर त्यसलाई त कतै चर्चा पनि गरेको छैन, सबै व्यवस्था गरिएको छ। त्यो व्यवस्था गरेर कसरी समाजवाद उन्मुख हुन्छ? अर्कोतर्फ यहाँ 10 बुँदामा सार्वजनिक संस्थाहरूलाई अध्ययन गर्ने र निजीकरण गर्ने, जसरी पहिला ब्रिकुटी कारखाना, हेटौडा सिमेन्ट कारखाना, के अरे बाँसवारी जुत्ता कारखाना, जुट मिलहरू गरियो त्यसै गर्ने, अनि चलिरहेकाहरूको पनि हालत त्यसै हुने। यो नव उदारवादलाई पनि उछिन्ने भयो त यो नीतिले। र अर्कोतर्फ देशलाई अगाडि बढाउनका लागि नेपाल कम विकसित अल्पविकसित मुलुक हो। यो मुलुकलाई विकासशील राष्ट्रमा अपग्रेड कसरी गर्ने, एलडीसीबाट डीसीमा कसरी अपग्रेड गर्ने, त्यो सम्बन्धमा स्पष्टता हुनुपर्ने हो, जो कहीं देखिएन। अर्को उद्योग शब्द प्रयोग भएको छ। ती उद्योग कारखानाहरू जहाँ 10औं लाख मानिसले रोजगारी पाएका थिए, प्रशस्त राज्यको आम्दानी थियो, राजस्व थियो, ती उद्योग धन्दाहरू बन्द भए। बन्द भएका उद्योगलाई चलाउने कसरी हो अत्तो पत्तो यो नीतिमा पर्दैन, छैन। अनि नयाँ उद्योग खोलेर चलाउनु भनेर कसले पत्याउने हो? चलेका उद्योग त अहिले बन्द हुँदै गएको छ। अनि यो कस्तो खालको औद्योगिक नीति हो यो? अर्को कृषि, अहिले पनि करिब करिब 80% भन्दा बढी जनताहरूको जीवन कृषिमाथि निर्भर छ
र अहिले हाम्रो कृषि प्रणाली परम्परागत छ। वैदिक कालमा भएको कृषि प्रथा नै अलिअलि विकास हुँदै गएको अवस्थामा छ। यसलाई विज्ञान र प्रविधिसँग जोडेर आधुनिकीकरण गर्ने र कृषि उत्पादनलाई बढाउनलाई मल खाद, रासायनिक मल, सिँचाइ जस्ता प्रबन्ध गर्ने र कृषि क्षेत्रलाई अगाडि बढाउने, कहीँ कसरी जाने हो कहीँ छैन, मल खाद उत्पादन कहीँ छैन। अब स्वास्थ्यमा आउँदाखेरि क्वालिटी हेल्थ सर्भिस कहाँ हुनको कुनै अवस्था नै छैन। अनि स्वास्थ्य बिमा असफल भइसकेको छ, त्यो बिमालाई कसरी सफल पार्ने हो। स्वास्थ्यसँग जनसङ्ख्या पनि जोडिएको छ, जनसङ्ख्या सम्बन्धित पोलिसी नै छैन। चेन्जिङ पपुलेसन डेमोग्राफीमा कसरी पपुलेसन म्यानेज गर्ने हो र त्यस सम्बन्धित नीति कसरी लैजाने हो त्यो अत्तो नै छैन। अर्कोतिर नीतिगत कुरामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र भन्ने एउटा शब्द के अरे लाइन त छ, तर नीति कार्यक्रम पढ्दाखेरि वडाले गर्ने काम पनि, पालिकाले गर्ने काम पनि, प्रदेशहरूले गर्ने काम पनि, बनाउने नीति पनि यी सङ्घले बनाउन थाल्ने र काम गर्न थाल्यो भने ती संस्थाहरूको के काम हुन्छ र ती सङ्घीयता कहाँ हुन्छ। त्यस कारणले सङ्घीयतामा प्रदेशले गर्ने काम प्रदेशलाई छोडिदिनुपर्छ, स्थानीय तहले गर्ने स्थानीय तहलाई छोडिदिनुपर्छ, सङ्घले गर्ने कार्यहरूलाई प्रायोरिटी दिएर लानुपर्ने हो। तर यहाँ त प्रदेशको काम पनि सङ्घले नै गर्ने, वडाको काम पनि सङ्घले नै गर्ने र पालिकाहरूको काम पनि नीतिमा सङ्घले नै गर्ने थाल्ने हो भने सङ्घीयता कार्यान्वयन होइन, सङ्घीयता डिग्रेडेसन भएर समाप्त हुने र उसको क्षेत्राधिकार त अत्तो पनि छैन। अर्को कुरा आफ्नो भनाइ छुट्याउन। अब अर्को कुरा सङ्घीयतालाई कार्यान्वयन गर्नका लागि अहिलेकै संविधानमा उल्लेख भएको अनुसूचीमा भएका क्षेत्राधिकारहरूलाई चाहिँ कार्यान्वयन गर्ने गरी अहिलेसम्म ऐन कानुनको अत्तो छैन भनेपछि सङ्घीयता शब्दले मात्रै सङ्घ हुँदैन। एउटा चाहिँ ठुलो परिवर्तन भएर मान्य सभामुखज्यू, पहिलाका नीति कार्यक्रमहरूमा तराई मधेस राष्ट्रपति चुरे कार्यक्रम संरक्षण कार्यक्रम भन्ने थियो। यसपालिको कार्यक्रममा चाहिँ तराई मधेस हटाइएछ, राष्ट्रपति चुरे कार्यक्रम भएछ। यो ठुलो उपलब्धि हो कि तराई मधेसबाट अलिक एलर्जी भएको हो, के भएर हो त्यो शब्द चाहिँ हटाएछ अगाडिबाट, परिवर्तन भनेको ठुलो भएको छ। अर्को कुरा के छ भन्दाखेरि नेपाल ग्रे लिस्टमा फिनान्सियल टास्क फोर्समा परेको छ, त्यसबाट कसरी अगाडि बढ्ने हो त्यो नीतिमा छैन। उत्पादनशील उद्योगहरू जिडिपीमा चाहिँ के छ निरन्तर घट्दै गएको छ र बेरोजगारी बढ्दै गएको छ, यसलाई कसरी सन्तुलन गर्ने हो अत्तो छैन। अर्को शिक्षा स्वास्थ्य लगायतका नीतिहरू कसरी सबैलाई संविधानमा प्रावधान भएको सबैलाई प्राथमिक उपचार स्वास्थ्य उपचार गर्ने ग्यारेन्टी कसरी गर्ने हो त्यसको अत्तो छैन। त्यसै गरिकन चाहिँ के भन्दाखेरि अब सुशासन मान्य सदस्य र सुशासन सिद्ध्याउनलाई सुशासन, भ्रष्टाचार नियन्त्रण र पारदर्शिताको अभावमा विकास निर्माण अगाडि बढ्न सक्दैन। सरकारले ल्याएको यो नीति कार्यक्रम त संक्षिप्तमा भन्दाखेरि दिशाहीन गन्तव्यहीन, एउटा चाहिँ बाँड्नु पर्ने भएको हुनाले एउटा बुकलेटलाई छलफललाई बाँडिदिउँ भनेर ल्याएका हौँ। हुन त यसको औचित्य पनि छैन, अर्को वर्षदेखि नल्याउँदा पनि हुने खालको हो। धन्यवाद। माननीय